नमस्कार यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा विज्ञापनमा। आजको यो विज्ञापन गर्ने क्रममा यति राम्रो घर तपाईँलाई तलदेखि माथिसम्म सबै देखाउनेछु। अर्को कुरा भनेको मूल्य पहिला 1,50,00,000 भनेको घर अहिले जम्मा 1,25,00,000मै दिन्छु भन्नुभएको छ। त्यो पनि 4 आनामा बनेको, त्यो पनि 16 फुटे सरर ढलान बाटो टच रहेको, काठमाडौँमै रहेको यति राम्रो घरको बारेमा तपाईँलाई सम्पूर्ण जानकारी दिनेछु। यो भिडियो अन्तिमसम्म हेर्नु होला अनि मात्रै थाहा पाइ नै हाल्नुहुन्छ है त। अब तपाईँलाई यो आजको किमा रहेको घरको बारेमा जस्ताको तसै देखाउँदैछु है। यो बाटो हेर्न सक्नुहुन्छ सर र यो ढलान बाटो 16 फुटे। अझै यो घर अगाडि त एकदमै ठुलो रहेको छ। साइडमा पनि हेर्न सक्नुहुन्छ राम्रो राम्रो घरहरू बनेको छ। टक्क हाइटमा रहेको हुँदा चारैतिरको भ्यू मजाले हेर्न सकिने, बिहानदेखि बेलुकासम्म घाम लाग्ने है त। अब तपाईँलाई यो साइडदेखि देखाउन चाहन्छु होइन। यो साइडदेखि हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ। यो भाग देखाउन चाहे, यहाँदेखि हेर्न सक्नुहुन्छ सर्लक्क वरिपरि बााउन्ड्री घेर्नु भएको छ। यो साइडदेखि पनि देखाउँछु तपाईँलाई, चारैतिर बाहिर भएको देखाउँछु अनि भित्रतिर पनि लगेर जान्छु है त। ल हेर्नुहोस् यो साइडमा पनि चारैतिर पछाडिसम्म वरिपरि बााउन्ड्री घेर्नु भएको छ। यो साइडबाट हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ है त। ल जस्ताको तस्तै तपाईँलाई देखाउँदैछु, त्यहाँसम्म हेर्न सक्नुहुन्छ। त्यहाँनिर बाल्कनी राख्नु भएको छ, यसो बाहिर आएर फ्रेस हावा खान सक्नुहुन्छ भने यहाँदेखि सिडी रहेर हेर्न सक्नुहुन्छ है। जस्ताको तस्तै तपाईँलाई देखाउँदैछु। अब सर र म भित्र लगेर जानेछु, भित्रबाट पनि देखाउनेछु तपाईँलाई। यहाँनिर खानेपानी 24 घन्टा आउँछ है त। पानीको पाइप हेर्न सक्नुहुन्छ, भित्र देखाइदिन्छु तपाईँलाई पाइप पनि सबै। अब यहाँ आउँदा बित्तिकै यहाँनिर ओपन स्पेस राख्नु भएको छ, यस्तो खाले हेर्न सक्नुहुन्छ। तलदेखि माथिसम्म टक्क एकदमै डिजाइन राम्रो निकाल्नु भएको छ है। अब यहाँ 24 घन्टा खानेपानीको धारो आउँछ, मिटर जडान गर्नुभएको छ। पानी एकदमै सुविधा रहेको छ भने यो साइडमा मजाले बाइकहरू पार्किङ गर्न सक्नुहुन्छ। अन्डरग्राउन्ड पानीको टङ्की पनि रहेको छ भने अब यहाँबाट गेट राखेर एउटा कार सानो पार्किङ गर्छु भन्दा मिल्ने स्पेस चाहिँ छ। तपाईँले गेट यता राख्दा बित्तिकै त्यो सम्भव छ है त। अब तपाईँलाई यताको भाग पनि देखाउँछु पछाडिको, अनि मात्रै भित्र लगेर जान्छु है त। ल यो साइडमा हेर्न सक्नुहुन्छ चारैतिर पछाडिको दृश्य यस्तो खाले रहेको छ। वरिपरि यो ठ्याक्कै यो बााउन्ड्री घेर्नु भएको छ, पछाडि एकदमै धेरै ओपन स्पेस राख्नु भएको छ। जस्ताको तस्तै देखाउँदैछु है त। ल यो पछाडि आइपुगेमा पछाडि आउँदा यहाँनिर हेर्न सक्नुहुन्छ सेफ्टी टङ्की यहाँ भयो होइन। अब यहाँदेखि यो यही जग्गामा वाल लगाउनु भएको छ, यही घरको जग्गा हो यो। हेर्न सक्नुहुन्छ कम्पाउन्ड घेरिसक्नु भएको छ, अम्बाहरू लगाउनु भएको छ, खुर्सानीहरू तरकारीहरू होइन। मजाले यहाँनिर खेतीहरू गर्नुभएको छ भने त्यहाँसम्म पछाडिको वालसम्म भयो। यति धेरै खुल्ला स्पेस तपाईँले हेरिसक्नुभयो। अब तपाईँलाई म सिधै भित्रतिरको दृश्य देखाउँछु होइन। यो पछाडिको भाग साइडको भाग देखाइसकेको छु भने झ्याल ढोकाहरू पनि काठकै युज गर्नुभएको छ है, काठकै युज गर्नुभएको छ। खानेपानी आउँछ मजाले, सफा पानी आउँछ होइन। हेर्न सक्नुहुन्छ पानी सफा आउँछ। अब तपाईँलाई सर भित्रै लगेर जानेछु। यहाँ मेन ढोका रह्यो है त। यो मेन ढोका भयो भने अब म ढोका खोल्दा बित्तिकै यहाँनिर हेर्दा बित्तिकै तपाईँले पाउनुहुन्छ यो 2वटा रुम बराबरको एउटै रहेको छ है त। यो ठुलो साइजको लिभिङ रुमको दृश्य जस्ताको तस्तै देखाउँदैछु तपाईँलाई, हेर्न सक्नुहुन्छ 2वटा रुम बराबरको एउटै रुम भन्दा पनि हुन्छ। एकदमै ठुलो साइजको रहेको छ, किनकि यो साइडमा पनि झ्याल रहेको छ, यो साइडमा पनि झ्याल रहेको छ भने यो साइडमा पनि झ्याल रहेको छ है। अब चारैतिर झ्याल रहेको हुँदा एकदमै उज्यालो ठुलो साइजको यो लिभिङ रुम, लगभग 2वटा रुम बराबर है। यहाँ 2वटा रुम बराबरको स्पेस पाउनुहुन्छ तपाईँले। 2वटा रुम बराबरको यो एउटै लिभिङ रुम हल रुम बनाउनु भएको छ। जस्ताको तस्तै देखाउन चाहन्छु तपाईँलाई है। अब यहाँ आउनुहुन्छ भने यो बिचको ओपन स्पेस रह्यो है त। अब यो प्यासेज भन्दा पनि हुन्छ, बिचको ओपन स्पेस रहेको छ। लगभग एउटा रुम बराबरको स्पेस यहाँ पाउनुहुन्छ भने यो साइडमा हेर्न सक्नुहुन्छ होइन, यस्तो खाले रहेको छ। अब यसै गरी यहाँनिर पाउनुहुन्छ तपाईँहरूले यो कमन टोयलेट बाथरुम, यो पनि ठुलै रहेको छ, हेर्न सक्नुहुन्छ। जस्ताको तस्तै देखाउँदैछु है त। यो ठुलो साइजको कमन टोयलेट बाथरुम भयो भने अब यो साइडमा आउनुहुन्छ भने एउटा यो बेडरुम पाउनुहुन्छ मिडियम साइजको। पछाडितिर झ्याल रहेको हुँदा एकदमै उज्यालो, पूर्व साइडतिर झ्याल रहेको छ, त्यो हुँदा निकै उज्यालो चिटिक्कको यो बेडरुम रहेको छ मिडियम साइजको। तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु, हेर्न सक्नुहुन्छ मिडियम साइजको यो बेडरुम रह्यो है। यो साइडमा काठकै झ्याल युज गर्नुभएको छ भने यो बेड भयो। यतापट्टिको दृश्य यस्तो रहेको छ, जस्ताको तस्तै तपाईँलाई देखाउँदैछु है प्रत्यक्ष रूपमा। अब यसै गरी तपाईँले यहाँ हेर्न सक्नुहुन्छ यो अर्को बेडरुम रह्यो है। यो अझ ठुलो साइजको रहेको छ, किनकि तपाईँले 2वटा दराज यताउता होइन, 2वटा दराज र यहाँनिर मजाको तपाईँले स्पेस पनि पाउनुहुन्छ। 2वटा दराज र यो 2वटा बेड, टिभी पनि रहेको छ। एकदमै ठुलो साइजको बेडरुम भन्दा पनि हुन्छ, हेर्न सक्नुहुन्छ होइन।
र यसमा पनि यो साइड पनि झ्याल रहेको छ र यो साइड पनि झ्याल रहेको छ। दुई साइड नै झ्याल रहेको हुँदा एकदमै उज्यालो रुम देख्न सक्नुहुन्छ तपाईले। निकै उज्यालो रहेको छ। तपाईलाई जस्ताको तस्तै देखाउँदैछु है त। हेर्न सक्नुहुन्छ यस्तो खाले यो एकदमै उज्यालो बेडरुमको दृश्य तपाईलाई देखाइसकेको छु हैन। निकै ठुलो साइजको उज्यालो यो बेडरुम तपाईले हेरिसक्नु भयो। अब तपाईलाई यसै गरी म यो बीचको प्यासेज भइहाल्यो। अब सिधै माथिल्लो तलामा लगेर जानेछु। माथिल्लो तलाको रुमहरुको दृश्य पनि देखाउने छु है त। तपाईलाई यहाँनिरका रुमहरुको दृश्य देखाइसकेको छु। यो लिभिङ रुम हेरिसक्नु भएको छ भने यो बीचको प्यासेज र यो साइडका दुईवटा बेडरुमको दृश्य देखाइसकेको छु। कमन टोयलेट बाथरुम पनि। अब तपाईलाई सिधै यो घरको माथिल्लो तलामा लगेर जाँदैछु हैन। यो सिडी यस्तो खाले रहेको छ भने यो साइडमा झ्याल रहेको हुँदा एकदमै उज्यालो सिडी रहेको छ। ठुलो साइजको बनाउनु भएको छ भने म माथिल्लो तलामा आइपुगेको छु है त। अब यहाँ आउँदा बित्तिकै तपाईले पाउनुहुन्छ यहाँनिर यो एउटा मज्जाको यो ठुलो साइजको बेडरुम रहेको छ। चिटिक्कको एकदमै राम्रो। आहा निला हेर्नुस् है त। अब यहाँदेखि पछाडिपट्टि ढोका रह्यो र दुईवटा झ्याल रहेको छ है। पछाडिपट्टि ढोकाबाट पछाडि जान सक्नुहुन्छ। बाल्कनी रहेको छ पछाडिपट्टि भने दुईवटा झ्याल रहेको छ। त्यो आउँदा एकदमै उज्यालो भित्रै सूर्यको प्रकाश आउँछ। बिहानदेखि बेलुकासम्म घाम लाग्ने एकदमै उज्यालो निकै राम्रो चिटिक्कको यो रुम रहेको छ। यो बेडरुम रहेको छ। माथिल्लो तलाको दुईवटा बेडरुम, यो साइडमा सोफा, यो साइडमा दराजहरु मज्जाले अटिरहेको छ। तपाईलाई जस्ताको तस्तै देखाइसकेको छु है। अब यसै गरी यो साइडमा पाउनुहुन्छ तपाईले यो डाइनिङ सेटअप भयो। हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ भने पछाडिपट्टि झ्याल रह्यो यो डाइनिङ सेटअप र यो साइडमा र्याकहरु हेर्न सक्नुहुन्छ र यो साइडमा किचन सेटअप है त। जस्ताको तस्तै देखाउँदैछु तपाईलाई। यहाँनिरको यो एकदमै ठुलो साइजको स्पेस रहेको छ। ठुलो एउटा रुम बराबरको स्पेस पाउनुहुन्छ यहाँनिर पनि लगभग। सानो दुईवटा रुम भन्दा पनि हुन्छ है। उतापट्टि किचन, यतापट्टि यो डाइनिङ सेटअप घामभित्रै आएको छ। हेर्न सक्नुहुन्छ यो घाम हैन। तपाईलाई घामको दृश्य पनि देखाइसकेको छु भने एकदमै उज्यालो टक्क हाइटमा आनन्दको ठाउँमा राम्रो घरको खोजीमा हुनुहुन्छ भने यो घर तपाईहरुकै लागि हो। तपाईलाई यहाँनिरको यो एउटा बेडरुम एकदमै राम्रो चिटिक्कको यो बेडरुमको दृश्य देखाइसकेको छु र उतापट्टि किचन रुमको दृश्य देखाइसकेको छु। पक्कै पनि मन पारिसक्नु भयो होला। अब तपाईलाई यो घरको बाहिरतिरको दृश्य पनि देखाउन चाहन्छु। यहाँ आउँदा बित्तिकै तपाईले ओपन स्पेस पाउनुहुन्छ। यति धेरै खुल्ला स्पेस पाउनुहुन्छ हैन। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ माथिपट्टि मज्जाले कपडाहरु धुन सक्नुहुन्छ भने अब यहाँ अगाडिको दृश्य यस्तो रहेको छ। जस्ताको तस्तै देखाउँदैछु है तपाईहरुलाई। अब यहाँ रुमहरुको दृश्य देखाइसके। अझै तपाईहरुलाई माथि छतमा लगेर वरिपरिको दृश्य पनि देखाउने छु। हेर्दै गर्नुस् है त। तपाईहरुले यहाँनिरका दुईवटा रुम है, एउटा यो रुम र यो रुम हेरिसक्नु भयो। अब तपाईहरुलाई म माथि छतबाट देखाउने छु के देखिन्छ हैन। यो सिडी रह्यो जस्ताको तस्तै देखाउँदैछु है तपाईहरुलाई। हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ। अब यसै गरी म यो घरको माथि छतमा आइपुगेको छु। छतमा आउँदा बित्तिकै यो एउटा पानीको टंकी पाउनुहुन्छ तपाईहरुले। हेर्न सक्नुहुन्छ पानीको टंकी र यो साइडमा हेर्न सक्नुहुन्छ राम्रो राम्रो घरहरु र भ्यू हेर्नुस् त। आहा कति आनन्दको भ्यू पाउनुहुन्छ है तपाईले। यहाँदेखि मज्जाको भ्यू हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ यस्तो खाले यो भ्यू पुरै भ्यूको आनन्द लिँदै बस्दै गर्न सक्नुहुनेछ भने अब यहाँ यस्तो खाले रहेको छ। यो जस्ताको तस्तै तपाईहरुलाई देखाउँदैछु है। यो साइडमा यस्तो रहेको छ वरिपरि र यो साइडमा यस्तो रहेको छ। तपाईलाई यो घरको तलदेखि माथिसम्म वरिपरिको सबै दृश्य देखाइसकेको छु। पक्कै पनि मन पारिसक्नु भयो होला। अब यो घर लिन चाहनुहुन्छ, के भन्न चाहनुहुन्छ हैन, अन्तिमसम्म हेर्नु होला अनि मात्रै कमेन्ट गर्नुस्, कन्ट्याक्ट गर्नुस् है त। आहा नि यति राम्रो घर भित्रदेखि बाहिरसम्म वरिपरिको दृश्य हेरिसक्नु भयो। सबै रुमहरुको दृश्य पनि हेरिसक्नु भयो। बाटोको दृश्य हेरिसक्नु भयो। पक्कै पनि मन पारिसक्नु भयो होला। अब यो घरको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा काठमाडौँ जिल्ला चन्द्रगिरी नगरपालिका वार्ड नम्बर 2 मा रहेको ठ्याक्कै यो नागडुङ्गा चेकपोस्ट भन्दा अलिकति अगाडि पातले वन भिलेज रिसोर्टको जस्ट अगाडिपट्टि भन्दा पनि हुन्छ। टक्क यो 16 फुटे ढलान सरर बाटोमा पश्चिम फेस गरेको। अब यो घर 4 आना क्षेत्रफलमा बनेको 1.5 तलाको घर 2073 सालमा बनेको। भित्रपट्टि आउनुहुन्छ भने यहाँनिर मज्जाको ओपन स्पेस पाउनुहुन्छ है त। अझै भित्र आउनुहुन्छ भने ठुलो दुईवटा रुम बराबरको एउटै लिभिङ रुम बनाउनु भएको छ। ठुलो साइजको भित्रपट्टि अरु बीचमा ओपन स्पेस एउटा रुम बराबरको कमन टोयलेट बाथरुम त भइ नै हाल्यो।
त्योभन्दा उतापट्टि 2वटा बेडरुमहरू रहेको छ है। साइडमा वरिपरि तिनै साइडतिर खुल्ला ओपन स्पेस राख्नु भएको छ। अब माथिल्लो तलामा आउनुहुन्छ भने एउटा राम्रो खाले बेडरुम रहेको छ भने एउटा किचन र डाइनिङ सेटअप ठुलो रुम बनाउनु भएको छ है त। अब यस्तो राम्रो घर तपाईँले नसोचेको मूल्यमा फेरि पनि भन्न चाहे जम्मा 1,25,00,000 मात्रैले दिँदै हुनुहुन्छ है। पहिला 1,50,00,000 भन्नुभएको थियो, अहिले 15 दिनभित्र इमर्जेन्सी बिक्रीमा राख्नु भएको छ। त्योभन्दा तपाईँले मिलाएर पाउनुहुन्छ, ढिला नगर्नुहोस् है त। यति राम्रो घर लिन चाहनुहुन्छ साइडमा हेर्नुहोस् न, घरको लागि भन्दा म राखिसकेको छु, डाइ कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइ लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद। यहाँहरूको दिन समय राम्रोसँग जाओस्।